कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बढ्दो जनसङ्ख्यालाई ध्यानमा राखेर निर्माण भइरहेको भेरी पम्पिङ खानेपानी आयोजना तीव्र रूपमा अघि बढेको छ। सङ्घ, प्रदेश र स्थानीय तहको संयुक्त लगानीमा 6 अर्ब लागतमा निर्माण भइरहेको यस आयोजना अन्तर्गत पहिलो र दोस्रो प्याकेजका कामहरू एकैसाथ सञ्चालनमा आएका छन्। विश्व ब्याङ्कको ऋण सहयोगमा सञ्चालित आयोजनामा सङ्घीय सरकारको 80, प्रदेशको 13 र वीरेन्द्रनगर नगरपालिकाको 7% लागत साझेदारीमा रहेको छ। पहिलो प्याकेजका लागि विनियोजित 3 अर्ब 50 करोड रुपियाँ मध्ये हालसम्म 58 करोड खर्च भई करिब 14% भौतिक प्रगति भएको छ। भेरी नदी किनारमा इन्टेक पानी प्रशोधन प्लान्ट, 7 किमि प्रसारण लाइन, 30 देखि 30 लाख लिटर क्षमताका 3 रिजर्भ ट्याङ्की तथा पम्पिङ सिस्टम निर्माण भइरहेको छ। दोस्रो प्याकेज अन्तर्गत घरधुरीसम्म पाइपलाइन विस्तार र धारा जडान गरिनेछ। हाल वीरेन्द्रनगरमा प्रति सेकेन्ड 320 लिटर पानीको माग भए पनि आपूर्ति 153 लिटर मात्र भइरहेको छ, जसका कारण आलोपालो प्रणाली लागू गरिएको छ। आयोजना सम्पन्न भएपछि यो समस्या समाधान हुने अपेक्षा गरिएको छ। आयोजनाले 2027 भित्र भेरीको पानी वीरेन्द्रनगर ल्याउने लक्ष्य लिएको छ।